निकै रमझम थियो अनि जाडो पनि निकै थियो। हल्का सेन्टेरेन नहानेको भए त खत्तमै हुने रहेछु। बिहे घरमा पुग्दा मादल र ठिट्टा ठिटीहरूको दोहोरीमा माया प्रीतिको गीत चल्दै रहेछ। हामी दुईजना गएका थियौँ र दुवैजना केटीहरूको बीचमा गएर ताली बजाउँदै उनीहरूको दोहोरीमा साथ दिँदै हल्का स्वरमा स्वर मिलाउँदै बस्यौं। निकै रमाइलो भइरहेको थियो। नाच्नेहरू स्यास्या हुँदै पनि निरन्तर नाचिरहेका थिए। सायद सेन्टेरेनले जोस दिएको हुन सक्छ। केही छिनमा मैले थाहा पाए कुनै एउटी मस्त जवानीले मातिएकी महिला पर्फिनको तिखो बास्ना मग बसाउँदै र निकै प्यासी नजर चारैतिर फैलाउँदै ठिक मेरो पछाडि आएर बसिन्। अब भने मलाई पनि कता कता मनमा काउकुती लागे जस्तो भयो। कसरी त्यो आइमाईको समीपमा टाँस्सी नपुगु र उनीसँग बोलु। तर मेरो मनको सबै कुरा भगवानले सुनेछन् क्यारे त्यो आइमाई नै मसँग बोलिन्। पहिलो प्रश्न थियो, अरे मेरो नाम लिएर तिमी कति बेला आएको नि? म एकछिन त जिल्ल परे। अनि पछाडि फर्केर हेरेको त जुन मुखले मामा भनेर बोलाउने गर्दथे उहाँकै बुढी पो रहेछ। उहाँकै देवरको बिहे हुँदै थियो त्यहाँ। तर आज मैले अर्कै देख्दै थिएँ त्यो मुखौली माइजूलाई। सायद मेरो मनमा उहाँप्रति अर्कै भाव पलाएर हुन सक्छ। सायद मैले पहिला हेर्ने नजर र अहिले जुन नजरले हेर्दै थिएँ त्यसमा भिन्नता भएर हुन सक्छ। कस्तो माइजू पनि मसँगै टाँसिन आउनुभयो। दुई बच्चा कि आमा भएर पनि उहाँको त्यो बुबुको तिखोपना भने कायम नै रहेछ। मेरो ढाडमा घोचे जस्तो भयो। अनि किन मेरो सानो यन्त्र बढ्दै बढ्दै जुर्मुराउन थाल्यो। सायद त्यो माइजूको पनि धैर्यताको बाँध टुटेछ क्यारे आउ नसल ओढ्नु भनेर तान्नु भयो। गाउँघरको ठाउँ उज्यालो बत्ती पनि थिएन, तर पनि चन्द्रमाको प्रकाशले सहरिया ट्युबलाइटलाई च्यालेन्ज गरेको थियो। फेरि पनि हामी घरको पिँढीमा भएको हुनाले प्रकाशदेखि ओझेलमा नै थियौं। सलभित्र नै मुख्यौली माइजूले आफ्नो हात मेरो रन्किरहेको त्यो ठाउँमा खेलाउन थाल्नुभयो। अब भने मलाई पनि खपिन सक्नुभयो। उहाँले त मेरो त्यो हतियारलाई भाचुला झै गरी निकै बटार्नुभयो। उफ, त्यति मात्र कहाँ हो र हतियार माथिको मेरो 4 कोसे झाडी पनि पुरै उखाल्ने मुडमा थिइन्। के गरू भयो। उहाँको हिमालचुली बुबु मैले ब्लाउजभित्र हात छिराएर बुबुको मुन्टो मज्जाले खेलाउन थाले। कस्तो अचम्म उहाँले मेरो हात समाएर आफ्नो गहिरो त्यो कुवामा पो छिराइदिनु भयो। झन् त्यो कुवाको तातो तातो पानी अनि पानीको वाफले म अनियन्त्रित भएको महसुस गरे। सो एकैछिन है माइजू भनेर उठ्नु कर लाग्यो मलाई। उहाँले कहाँ जाने भनेर नसोधेको पनि होइन, मलाई सुसु गरेर आउँछु भनेको। सायद मेरो मनको कुरा बुझ्नु भएछ कि के हो, मुसुक्क हाँस्नुभयो। म त्यहाँबाट उठेर सरासर बिहेको भान्सातिर लामो लामो कदम बढाउन थाले। त्यहाँ गएको उहाँकै श्रीमान जसलाई म मुखले मामा साइनो गरेर बोलाउँथे। उहाँहरू मज्जाले गीत गाउँदै च्वाचेको मासुसँग सेन्टेरेनको ग्यालिन नै ठाडो घाँटी लगाउँदै रहेछन्। मलाई देख्न साथ आफूहरूको साथमा बोलाएर पिउने आग्रह गर्न थाल्नुभयो। पिउनमा म पनि कहाँ कम्ती थिए र मज्जाले पिउन थाले। अनि झनै ममा रोमाञ्चकता बढेको पाएँ। त्यहाँबाट पनि बिदा लिएर म फेरि सुसु जाने भनेर पछाडि अँध्यारो कुनातिर लागे। अनि सुसुसँगै खेलाएर आफ्नो फुसी झारे। अब भने अलिक हल्का भएको भान भयो मलाई। फेरि म सरासर उही माइजू भएको ठाउँमा गए र फेरि त्यही प्रक्रिया दोहोऱ्याउँदै बसे। रात निकै छिप्पिसकेको थियो, सबै सुत्ने तर्खरमा थिए। त्यही पिँढीमा सुत्ने चाजोपाजो मिलाउँदै थिए। कोही भने कोही खोपीमा र बिहे घरभित्र छिर्दै थिए। अब भने मैले माइजूलाई भने हामी कहाँ सुत्ने? सबै त सुत्न थालिसके। माइजूले मुसुक्क हाँस्दै त्यहाँ सुत्न जाने नि हामी भनेर सायद गाई भैँसी बार्ने गोठ थियो त्यतातिर इसारा गर्नुभयो। मैले पनि हुन्छ भनेर टाउको हल्लाए। एकैछिन है भनेर उहाँ बिहे घरभित्र छिर्नुभयो अनि बाहिर आउँदा हातमा एउटा सिरानी र ब्ल्याङ्केट लिएर आउनुभयो। अनि मलाई एउटा टर्च लाइट दिएर जाँदै गर्नु भन्ने सङ्केत दिएर फेरि भित्र पस्नुभयो। अनि म सरासर त्यो गोठमा गए। त्यहाँ गाई भैँसी त केही थिएन, तर कुनामा टन्नै पराल राखिएको रहेछ। त्यही परालमा गएर सिरानी हाली ब्ल्याङ्केट ओढेर सुते। निकै बेर प्रतीक्षा गरे, तर त्यो माइजू आउनु भएन। मलाई लाग्यो आज जे भयो सायद त्यतिमै सीमित होला। आज मैले माइजूको त्यो गहिरो कुवामा डुबुल्की मार्ने रहर केवल रहरमा नै सीमित राखेर निदाउने प्रयासमा लागे। त्यस्तै 1.5 घण्टापछि उहाँ आउनुभयो र निकै हतारमा देखिनुहुन्थ्यो। आउन साथ मलाई आफूमाथि तान्नुभयो।
आफ्नो साडी माथि फर्काइहाल्नुभयो। भित्र कट्टु लगाउनु भएको थिएन। त्यसैले छिटो छिटो गर्नु भनेर मेरो पनि खोलिदिनुभयो। मैले पनि उहाँको कुरा मानेर सिधा मेरो त्यो रन्किएको हतियार छिराइहाले अनि त म मज्जाले उफ्रिन थाले। माइजूले आफ्नो दुवै खुट्टाले मलाई च्यापेर तलबाट पनि निकै उफार्नुभयो। चन्द्रमाको मधुर प्रकाशमा उहाँको सेतो साप्रा मुसार्दै मैले उफ्रिनुसम्म उफ्रिएँ। निकै बेरसम्म युद्ध जारी रह्यो, किनकि मैले एक त पहिले नै हस्ते गरेर नै फालिसकेको थिएँ। सायद त्यसैले होला माइजू र मेरो भिडन्त निकै बेरसम्म चल्यो। माइजू हल्का सुड्डी नै भए पनि पुती चाहिँ निकै कसिलो नै रहेछ। मेरो हतियारलाई राम्रैसँग च्यापिरहेको थियो। परालको सर्याक सर्याक आवाज अनि माइजूको कुवाबाट निस्केको कच्याक 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 आवाजले थप मज्जा दिइरहेको थियो। त्यसै क्रममा माइजूले मेरो ओठ निकै मज्जाले तोकी पनि दिनुभएको थियो, तर मलाई दुखेको थिएन। केही छिनको हाम्रो यो महासंग्राम शिथिल बन्न पुग्यो जब मेरो पहाड छेड्ने जस्तो गरी निस्किएको त्यो बेगदार फुसीले माइजूको त्यो गहिरो कुवा भरिने गरी निस्किन थालेको थियो। त्यति बेला मैले प्रष्ट देखेको थिएँ माइजू हल्का लजाएर दुनियाँसँग बेखबर मेरो हतियारबाट निस्केको फुसीलाई आफ्नो गहिरो कुवामा धेरै गहिराईसम्म पुर्याउने कोसिसमा आफ्नो कम्मर मुनिको भागलाई हल्का दायाँ बायाँ हल्लाउँदै थिइन्। एकैछिनको त्यो क्रियापछि उहाँ उठेर आफ्नो साडी र ब्लाउज मिलाएर पहिलाको स्थितिमा आउनुभयो अनि जान्छु भन्ने इसारा दिएर माथि लाग्नुभयो। म भने त्यही सुत्ने निदो गरेर आफ्नो हतियारलाई पुछपाछ गरेर पल्टे।